यो तार खोला होइन यहाँ छ त गाउँ त ए यहीँ रहेछ के के हुन्छ हामी त तिनचुलेको यात्रा अब यहाँ आगो लगाएर यस्तो भयो कि हो यस्तैहरू बनायो मान्छेले सियालहरूले जाम यहाँ एउटा पानी जाए धोजा चर होइन देउरले हामी परेसम्झी बानी यहाँबाट उकालो आउँछ सर्कट बाटो यो हो का पहिला 12 मा यही बताको गुरी लिएर मुन्तिर बाम हो बाबु छोराले मुन्तिर बार मैले एउटा गुरी ए देउरले हिँडेर आएको खेल्नु यहीँ रहेछ त गाउँहरू त समय गाडी ननिस्केर हिँडेर आएको यिनीहरू तार खोला अर्लक भनेको कहाँ के अरे अर्लक के अरे तार तल हाम्रो भैँसी लिएर आउने हो र खतरा पाल्छन् कि यहाँ भैँसी त हिँड्ने खर्साङ त गोठभरि हुन्छ र घर उल्टिलो पल्टिलो यहाँ एउटा छ भने अर्को छ भने बेजे गरिराख्ने यता निस्के उता अर्को ठुलो ऊ रहेछ क्या घाँफहरू पैसा नि मान्छेहरू जाम जाम सबैजना गाडी आएको छ यहाँ त बाटो राम्रो छ नि है तलबाट हिँडेर आएको मान्छे नि खाइ नसिएर देउराली उता टिपेर पिसाब गरेको अब आयो नि तिनचुले आयो तिनचुले चारचोटि भयो यहाँ तिनचुले अब त तिनचुले आयो नियाली अझ यस्तो घुम्यो भने आयो आउँछ टेरी आयो आउँछ सम्ममा वाली माथि बोल्नु अझ त्यहाँ माथिको घुम्ने भने नि आउँछ घुम्थ्यौँ राम्रो रहेछ यहाँ सट्ट घुम्थ्यो बाटो राम्रो छ बाटो त यहाँ राम्रो छ नि यस्तो पानीले पनि केही नगर्दैछ यहाँ बाटो यार यहाँ त अनि टपिलो छ नि त यसमा के गर्नु पसेलाले चिल्लायो माउन्टेनहरू त बबाल माउन्टेनहरू बबाल हिँडेर निस्किनु ठ्याक्क देख्नु भएन र त्यही गाडी उठ्दा जान्छ तारवाला होइन त हिँडेर आउने त्यही हो त्यो मुभी काट्ने छ्याएको थियो त्यो गाडीहरू रोकेको ठाउँमा अहिले रोड खनेर है तर बाटो त बबाल छ नि यहाँ त बाटो खट्नु छिटो भयो होला नि माटो मात्र रहेछ त्यही बाह्र नि रुख पल्टा नि त्यही हो काम धनीपुरा अघि लाग्यो तर यो गाडीले बाटो छाड्दिनु नि अरू गाडी सिकिसक्यो स्पिड हाल्नु पर्ने भयो यहाँ कोरेलीमा ब्याग तानेर नानीको रहेछ गाडी उडेर गाडी फस
सय फेरि गएन यही रोक्छ हाम्रो गाडी ओ के छ ठोत्र गाडी यही त बुढाको त जुन कोटी हो आइडियामा जान्दै हो क्या अलि परबाट स्पिड दिनु पर्ने क्या हाम्रो आइडिया चोरो साइडमा कुमारको गाडीलाई भेट्छ धौलागिरी कुमारको गाडीलाई त धौलागिरी यहाँबाट खतरा पऱ्यो आयो बाटो ठुलो रहेछ पहिला त रुखहरूले पुरै छेलेछोकि यहाँ त हामीले कहाँ माने पनि घुमेर आएर जङ्गलमा हामी त रोत्रै आएर हो कि म रोडमा सुत्ने झन् बेलुकै राति रोड थियो पहिला 3 वर्ष अगाडि आएको थिएँ म यहाँ विदेशबाट आएको थिएँ कि कुमारको आएको छैन ठुलोमम्मीहरू हामीहरू बेलै हुनाएर आएको हो कि तपाईँ त्यहाँ बाटोतिर पुरा रुखहरू त क्या ठुल्ठुलो त्यो गाडी खै त्यो गाडी खै ब्रेक लगाएको मते गाडीलाई ब्रेक लगाएर सुन्तला गाडी लैछौ नि अघि त्यो सुन्तला गाडी त होला त्यहाँ लचक घुम्ती यहाँ बवाल रहेछ कि दामी ब्याग गर्नु पर्ने यहाँ कुहिलो रोक्नु छैन कि यहाँ सत्तर फालिदिनु परेको बाथरुम यो चाहिँ यो चाहिँ म्याग्दी गाडी आयो भने 10 बजी हुँ बसेर आएको क्या बल्ल 12 बजी आला नि लिएर आएको कि गाडीमा आएको होइन क्या किन्नलाई हुँ थार र 10 बजीसम्म हुँ बसेर आएको क्या बिहान राति हाल नि कुमार गाडी क्या कुमारले टिप्दानको कोही बेला गरेको केटीहरू थियो त्यही किन्नलाई लैछारेर आएको क्या फेरि बिहानको टिप्पु गरेर हाल नि अलिक खोलेछ 3-4 वटा गाडी तिनीहरू घक्रङ पनि तारफा गरी गाडी आयो त अरू ठाउँमा होला यस्तो घाँस र तरामीले डिङ्गा पाल्दैन है अरू जमिन झार्यो जरामा जान्छ वन चाहिँ लास्टै परेको बनाउँदै हो नि उनीलाई यस्तो सम्म छ त नि मान्छे नि बुझ्नु भन्छ यस्तो तपाईँको पाण्डव खानीतिर भएछ त अझ ठुलो त सम्मो सम्म ठुलो के
के भयो त्यो रतनलाई यस्तो ठुला ठुला रुख हाने रहेछ खोलिदिनु होला नि गाडीहरू अरे खोलिदिनु होला नि अब जा भन्नु छ नि त जानु जानु जिरान के भयो के रे आउनु पर्ने के भयो रेस्ट